हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी आइस लेक जान लागिरहेको छौँ माथि होइन। अनि माथि जाँदाको चाहिँ अब बाटो पनि एकदम राम्रो छ छन चाहिँ, तर त्यहाँसम्मको चाहिँ बाटोको भिडियो चाहिँ आउँदैन। अलिकति माथि टपमा गाडीबाट निस्केर अलिक माथि गएपछि मात्रै भिडियो आउनेछ, किनकि गाडीको पछाडि ढुवाङभित्र छिराइ जानुपर्ने कुरा के गर्नु यार, नअटेर यसपालि पछाडिपट्टि बस्नुपर्ने दुःख छ। यस्तै छ है। ल भिडियो माथिदेखि आउनेछ एकैचोटि। ल यति बेला चाहिँ आइस लेकको एकदम नजिक आइपुगिसक्यौँ हामी चाहिँ। मैले चाहिँ चस्मा ल्याउनै भुलिहालेछु, तलै चस्मा चाहिँ तलै छ। अनि एकदम गाह्रो भएर हेर्नलाई चाहिँ, तैपनि दुःख सुख जानै पर्यो। पुरा यस्तो हिउँ टल्किरहेको छ कि यति धेरै नै, पुरै यो भुइँ पनि जमेर यस्तो छ। सानोतिनोको आइस लेक चाहिँ यहीँनिर यति देखिने हो। अनि अलि मेन आइस लेक चाहिँ अलि माथि नै छ, त्यस कारणले साथीहरू माथि नै पुगिसक्यो। अहिले टाढो भएकोले यहाँ त क्यामेराले देखिन्न नै, त्यसै कारणले अब हामी चाहिँ माथि पुगेर आइस लेकको सुन्दर भ्यू हेर्नेछौँ। यहाँनिर चाहिँ धेरै मान्छेहरू आउँछन् कि, तर हिँड्नलाई चाहिँ एकदम गाह्रो छ है। उकालोको बाटो, उकालो धेरै उकालो छ बाटो चाहिँ। अनि लेकको बाटो भएकोले सास फेर्न चाहिँ एकदमै गाह्रो छ। अनि माथि कुनातिर हो भन्ने कुरा छ। म पनि यहाँनिर चाहिँ फर्स्ट टाइमै हो। पछाडि अन्नपूर्ण, गङ्गापूर्ण खै के हो हिमालहरू छ। र अब चाहिँ माथि आइस लेक पुगेपछि मात्रै थाहा हुन्छ के कस्तो हो भन्ने कुरा चाहिँ। आइस लेक चाहिँ तल्लो सानो आइस लेक चाहिँ आइपुगिहाल्यौँ। आइस लेक चाहिँ यही हो, सानो ठिक्कको आइस लेक चाहिँ पुरै जमेको छ। यहाँनिर चाहिँ को मान्छेहरू अलिअलि भित्रसम्म त हिँड्न त हिँडेको रहेछ, तर धेरै रिस्की हुन्छ होला यहाँ हिँड्नको लागि चाहिँ। अनि यता मासतिर पनि पुरै सुकी खेलेको रहेछ। सुकी खेलेर आफ्नो इच्छा मनोकामनाहरू पुरा गरेको रहेछ। सरहरू चाहिँ आउँदैछ तल। सरलाई चाहिँ निकै गाह्रै भयो जस्तो छ, तल्लै हुनुहुन्छ। कता हो, तल हुनुहुन्छ सरहरू चाहिँ। ल यति बेला चाहिँ आइस लेक आइपुग्यौँ। मासतिर आइस लेक छ। यहाँनिर चाहिँ मैले चस्मा नल्याएकोले एकदमै हेर्नलाई गाह्रो भयो होइन। त्यही कारणले अब छिटो हेरेर फर्किहाल्ने निर्णय गरेको छु। अब के हुन्छ त हेर्दै जाउँ। यहाँतिर चाहिँ यस्तो बनाएको छ, यो विश्व शान्ति तथा सम्पूर्ण प्राणीको सुख शान्तिको प्रार्थना गर्दै भन्ने के बनाएको रहेछ यहाँ चाहिँ। अनि आइस लेक चाहिँ यही माथिको लगभग हिउँमा चिनिँदैन पनि, यहाँ आँखाले हेर्दा चाहिँ राम्रो देखिन्छ। क्यामेरा चाहिँ लगभग राम्रो देखिएको छैन। हिमालहरू चाहिँ पछाडि पनि एकदम दामी देखिरहेको छ। र सरहरू चक्कै नै आएर पनि बसिसक्नु भएको छ। र हामी 3 भाइ मात्रै हो ढिलो गर्ने मान्छे चाहिँ, किनकि हिँड्नलाई गाह्रो भयो नि त। त्यसै कारणले यस्तो छ आइस लेक चाहिँ। सरहरू पनि मस्त हिँडेर आउनु हुँदैछ, आइ नै सक्यो। सर चाहिँ फेरि भिडियोको लागि भनेर जाँदै हुनुहुन्छ। हाम्रो फोटोग्राफर सर चाहिँ यता हुनुहुन्छ। यति बेला चाहिँ म फर्कि नै सकेँ, किनकि चस्मा नभएको कारणले आँखा दुख्छ भन्ने कारणले चाहिँ मलाई चाहिँ पहिला गएर अलि तलतिर बस्दै गर्न भनेको छ। त्यही भएर अलि तलतिर गएर अलि हिउँ नभएकोमा बस्ने, कि आँखामा फेरि भरे राति फेरि गाह्रो होला भन्ने कुराले
चस्मा ल्याउन त ल्याउँथ्यो होइन पुरै अनि के सोचिरहेको थियो नि हिउँै छैन होला टाइपको सोचिरहेको थियो यति धेरै हिउँ रहेछ नि यस्तो छ है तर झर्नलाई चाहिँ एकदम थोरै टाइम लाग्छ यहाँबाट चाहिँ किनकि चढ्दाखेरि चाहिँ एकदमै त्यो सास लाग्ने टाइपको हुन्छ तर झर्दा चाहिँ त्यो नहुने भएकोले छिटै हुन्छ बाटो चाहिँ एकदमै हिलो हिलो भएकोले चिप्लो है जहाँ ठाउँ छ हिउँको डल्ला चाहिँ होइन सानो बनाएर गुल्टाइदियो भने चाहिँ एकैछिनमा त्यसको त्यो टाल्दिँदै ठुलो डल्ला भइहाल्छ अनि ओह्रालोमा गुल्टाइदियो भने चाहिँ त्यस्तो हुने रहेछ अब म चाहिँ लगभग 15 मिनटमा तल पुगिहाल्छु त्यसपछि त्यो उताको भिडियोहरू कुन हिमाल हो भन्ने कुरा चाहिँ त्यसपछि मात्रै कथामा आउनेछ अहिलेलाई चाहिँ यहाँबाट र विशेष गरी चाहिँ यहाँनिर ट्रेकिङमा आउँदाखेरि चाहिँ अहिले तलतिर हिउँ नभए पनि यहाँनिर चाहिँ ट्रेकिङ बुटै लगाउनु पर्ने रहेछ अघि को मान्छेहरू त्यो अघि अगाडिको टिमहरूले छ पुरै केटी मान्छेहरूले एकदमै त्यस्तो के भन्ने त्यो गोटी नभएको जुत्ताहरू पनि लगाएर आइरहेको थियो त्यो त धेरै चिप्लो नै हुन्छ एकदम पातल टाइपको टाइट लुगाहरू लगाएर आएको थियो उनीहरूलाई चाहिँ निकै जाडै हुन्छ होला यहाँतिर मलाई जहाँसम्म लाग्छ है र अलिकति लुगा नि बाक्लै लगाएर आउनुपर्छ चिसो नै रहेछ विशेष गरी छुट्याउन नहुने चाहिँ चस्मा रहेछ भन्ने कुरा बुझ्यो हिउँ छैन भनेर नल्याइएको कारणले चस्माको चाहिँ एकदमै याद आइरहेछ मलाई चाहिँ त्यस्तो छ यो आइसको पोखरीमा हिँड्दैछु अब यो पोसी त हाल्यो यार खुट्टा त त्यसकी बाजे यस्तो अवस्था छ होइन दुःख छ के गर्नुपर्ने हो यार पानी भयो यार थेट्टा हावा मुस्किल यार थेट जुत्ता पनि धक्चङ गर्ने भइगयो त पानी पसिहाल्यो नि छिराएर मर्ने भएर अब छिटो जान्छु म तल लगेर जुत्ता सुकाउँदै गर्छु थेट यो हेर्नलाई चाहिँ अलिकति राम्रो ठाउँमा आइसकेको छ र के भन्दाखेरि यहाँनिर चाहिँ अब हिउँ छैन नि त धेरै त्यस कारणले आँखा पनि खुम्च्याउनु पर्दैन खासै ठुल्ठुलै आँखाले हेर्दा नि हुन्छ अत्ता होइन ठुल्ठुलै आँखाले हेर्नु नि मिल्ने हो अब यहाँबाट चाहिँ राम्रो भ्यू चाहिँ यता मास्तिर भन्दा पनि तलतिर चाहिँ देखिन्छ आइस लेकमा चाहिँ मास्तिर मात्रै देखिन्थ्यो भने यहाँबाट चाहिँ तलतिर विशेष गरी देखिन्छ यो उता चाहिँ पुरै बादलले छेक्नु थालिसक्यो अनि यता मास्तिर दामी हिमालहरू छ है टक्कसँगले तल देख्ने चाहिँ मनाङ हो जुम गरेर देखाइदिन्छु टक्क मनाङ चाहिँ तल हो सास फेर्न चाहिँ गाह्रो भएर किनकि हावाले हुने गरी हानिरहेको छ तर एकजना मान्छे चाहिँ मस्त हिँडेर आइरहेको छ होइन तल अनि ऊ चाहिँ होइन कत्रो पऱ्यो भारी बोकेर आइरहेको छ क्या घुम्न आउने मान्छे त यार टक्क अलिकति सानो बोकेर आउनु नि यार अनि चाहिँ अलिकति टक्क मजा हुन्छ नि त टक्क अनि त्यो के अरे चिप्ले किराले भारी के अरे घर बोक्यो जस्तो छप्पलाएर बोकेर आएको छ अनि गाह्रो भइहाल्छ तार हिँडिरह तर अर्काको मामलामा बोल्नु त ठिक त होइन तैपनि यस्तो छ है यहाँनिर चाहिँ एकदमै राम्रो छ भ्यू आजको हाम्रो यात्रा चाहिँ यहाँनिर खाङसारमा आएर टुङ्गिएको छ
अनि हामीलाई चाहिँ गाडीमा यहाँ ल्याएर छोडिदियो अनि गाडी चाहिँ फर्केर गइसक्यो र हामी चाहिँ भोलि तिरिचो बेस क्याम्प जाँदैछौँ र अब हामी चाहिँ बस्ने चाहिँ भित्रै हो टक्क हामी 2 भाइ सुत्ने रुम यहाँनिर छ यस्तो छ अलिअलि सरसफाइ गर्नु बाँकी छ छोरा मान्छे बसेको रुम यस्तै हो दुःख नमानौ अनि यहाँनिर चाहिँ पुरै यस्तो के भन्ने यो चाहिँ काठको बनाएको होला कि काठको यस्तो आँखा हुन्छ नि त्यो बनाएको होला सायद यो डिजाइनिङ हेर्दाखेरि चाहिँ सरहरू चाहिँ माथि सायद डाइनिङ भन्नुहुन्छ होला म पनि माथि नै जान्छु किनकि नुहाइसक्यो नि त यति बेला चाहिँ अब नुहाइसकेपछि त घाम ताप निस्किनु पर्यो त्यसै कारणले टक्क निस्किने घामसाम तापेर चाहिँ यस्तै गर्ने यहाँबाट माथि जाने किचन चाहिँ माथि छ र आज चाहिँ सरहरूको रुम चाहिँ यता पछाडि छ र हामी चाहिँ तलको पनि तल यहाँ चाहिँ सरलाई बोलाएर फर्किसक्यो चाहिँ डिजाइनिङहरू चाहिँ यस्तो रहेछ यो चाहिँ के हो निर्माणाधीन अवस्थामा हो कि क्या अरे यस्तो छ यहाँनिर चाहिँ ल यहाँनिर चाहिँ खतरा बन्दुकहरू पनि रहेछ टक्क सानोतिनोको सङ्ग्रहालय चाहिँ भित्तामा पुरानो सामानहरू सजाएर राखेको रहेछ यो खुकुरीको दाब पनि पुरै छालाबाट बनाएको रहेछ अनि यस्तो छ सरहरू चाहिँ पुरै अब चिया खाने तयारीमा हुनुहुन्छ यस्तो छ यहाँनिर चाहिँ अनि यहाँबाट चाहिँ अब खाजासाजा खाएर सुतिहाल्ने त होला के हुन्छ थाहा छैन नुहाइधुवाइ गरेको होइन चिसो छ अब घाम ताप्ने बस्ने यहाँबाट चाहिँ मास्तिर हिमालहरू एकदम राम्रो देखिन्छ घाम पनि एउटा देखिन्छ त्यस्तो छ बसाइयो भित्र आजको लागि भ्लग चाहिँ यति नैमा इन्ड गरेँ